सालधारा अनलाइन। फकाई फकाई हात लायो मीठा मीठा बात गर्दै फकाई फकाई हात लायो मेरो चोखो जवानीमा बदनामको दाग लायो बदनामको दाग लायो धोकेबाज 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 फुलको रसा सुस्तै हिँड्ने भमरा झै रहेछौ पापी फुलको रसा सुस्तै हिँड्ने भमरा झै रहेछौ पापी झुटो कसम वेदनाको छाप लायो मेरो चोखो जवानीमा बदनामको दाग लायो बदनामको दाग लायो धोकेबाज 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 मायालाई के दिउ सजाए कहाँ जाने पिरतीमा कुरा भन्नु एउटा मात्रै भन न 10-12 वटै कुरा हजुरको आफन्तमा को हुनुहुन्छ म अभागी हो तिमी बाहेक अरु को नै छ र माया किन सिरियस हुनु भएको अब म छु नि भुमरीमा एक्लै पार्यो कुल्ची हिँड्यो कोमल मुटु भुमरीमा एक्लै पार्यो दोषी बनाई समाजको नजरबाट तल झार्यो यो संसारमा तिम्रो जति माया अरु कसैको लाग्दैन किनकि मलाई पनि त्यस्तै हुन्छ हजुरलाई जस्तै ओठको हाँसो लुटी गयो मलाई आँसु भाग लायो
बदनामको दाग लायो धोकेबाज कस्तो सोच भएको मान्छे हो तिमीलाई त मैले विश्वास गरेको थिएँ तर तिमीले अलिकति पनि विश्वास गर्न सकेनौ छी तपाईलाई अलिकति पनि लाग्छ छैन त्योसँग तपाईको के सम्बन्ध छ यदि त्यस्तै नै थियो भने मलाई पहिला नै किन नभन्नु भएको ए त्यसो पो तिम्रो कुरा लै दाइ हजुर नभइदिनु भएको भए मेरो दादा बाँच्नु हुन्थेन के भनेको भने तिमीले दाइले यति पर राखेर कुरा नगर न प्लिज के गर्ने बहिनी मीठा मीठा बात गर्दै के गर्छु भनेर सोचेको थिएँ टेन्सन नगर्नुहोस् दाइ हाम्रो पनि दिन आउँछ नि ओहो मेज्यू नमस्ते मेज्यू उहाँहरूलाई उहाँ मेरो मिज्यू र उनी मेरो बहिनी हामी एउटै कोखबाट जन्म नलिए पनि उहाँले मलाई एक्लो महसुस हुन कहिले दिनुभयो त्यही माथि तिमीले आफ्नो सम्झिनु पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको थिएँ उहाँ मेज्यू आज मृत्युसँग लडिराख्नु भएको छ हामी दाजु बहिनीले कति सङ्घर्ष गरेर मेज्यूको ज्यान बचाउने प्रयास गरिरहेको छौँ तर तिमी होइन त मेज्यू उहाँलाई त्यसरी गाली नगर्नुहोस् न मेज्यू मलाई माफ गरिदिनुहोस् मैले हजुरलाई गलत बुझेछु कहाँ जाने पिरातीमा न्याय नपाए भनेर एउटा गीत लेखेको थिएँ मैले साँच्चै न्याय पाउन त मेज्यू लिएर पो जानुपर्ने रहेछ